हाई एभ्रिवान वेलकम टु रोमिसा ब्लग्स न्यू डे न्यू ब्लग। अनि आजको ब्लग चाहिँ लाइक केही घुम्न गएको हुनेवाला छ। हामीलाई टेक्सास कलेजले बोटानिकल गार्डन लग्दै हुनुहुन्छ। अनि हामी चाहिँ 11 को बायो सेक्सन सबैजना गार्डन जान लागेको। म चाहिँ अलरेडी गोदावरी गार्डन 2 चोटि गइसकेँ, तर यो चोटि चाहिँ मेरो थर्ड टाइम हुनेवाला छ। अनि म एक्साइटेड पनि छु किनकि गोदावरी यति राम्रो छ कि म त्यहाँ जति गए पनि अगाउँदिनँ। सो हामी चाहिँ आज कोट प्यान्टमा भन्दा पनि टी सर्टमा जानेवाला छौँ। म चाहिँ भित्र गएर रेडी भएर सिधै कलेजमा पुगेपछि भेट्छु। अनि मेरो कलेज चाहिँ होस्टेलदेखि यति नजिक छ कि लेट मी सो यु। यो चाहिँ मेरो होस्टेल हो। अनि यहीँ बाहिर चाहिँ टेक्सास इन्टरनेसनल कलेज भनेर यहीँनिर छ। अनि त्यही पनि मलाई चाहिँ एकदमै लेट भइरहेछ, त्यही भएर म ड्रेसअप गरेर मलाई आशिका लिन आउँछु होला, अनि म गइहाल्छु। अनि अर्को स्याड कुरा इज मेरो बेस्ट फ्रेन्डहरू B7मा छन् नि त, इच्छा नितिशा कशिशहरू। अनि हामीलाई चाहिँ के भन्नुभएको छ भने सेक्सन वाइज चाहिँ डिफ्रेन्ट हुन्छ बस, अनि अर्को सेक्सनमा चाहिँ जान पाउँदैन, नभए पनिसमेन्ट मिल्छ भनेर। अनि त्यही भएर म उनीहरूसँग जान पाउँदिनँ, त्यही भएर म स्याड पनि छु। अनि सिधै हामी उहाँ गार्डन गएपछि म इच्छाहरूसँग धेरै मुभमेन्ट्सहरू खिच्छु ओर्छु भनेर सोचिरहेको छु। गाइस फाइनल्ली म चाहिँ बसमा आइसकेँ। अनि मेरो साथीहरू अनि अरू सबैजना त्यहाँ पछाडि बसिरहेको छन्। अनि अब चाहिँ हामी गोदावरी जानको लागि बसिसक्यौँ। मेरो अर्को सेक्सनको यहाँ बेस्टी चाहिँ यता अर्को बसमा छुट्यो, अनि हामी चाहिँ एकदमै यहाँबाट हात मिलाइरहेको छौँ। बिछडे चाहिँ हामी फाइनल्ली कलेजबाट गोदावरीको लागि हेरिसक्यौँ। एकदमै एक्साइटेड छु। हामी चाहिँ अब यता गोदावरीको भित्र रोडपट्टि आइसक्यौँ। अनि फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुग्न लागिसक्यौँ। फाइनल्ली हामी आयौँ। अब चाहिँ हामी झर्नेवाला छौँ। लाइनमा जाउँ। म त बिना बसमा कति रोएँ। यिनीहरू बिना बसमा म बिना भन्न अब चाहिँ हामी गोदावरीको सफारी म नाच्दा नाच्दा मेरो स्वर सुको। म पनि नाच्दा नाच्दा मेरो गाइस म यति नाचे होइन। अब मेरो स्वर सुको। एकछिनमा तेरो डान्स मेरो भ्लगमा पनि देखाइदियो। मेरी छोरी क्या राम्री नाचे कि। गाइस म चाहिँ अब एकदमै हाम्रो भ्लगको एकदमै स्पेसल मेम्बरलाई भेटाउन चाहदैछु। उहाँहरू चाहिँ टेक्सासको टपरहरू हुनुहुन्छ। बोतल आउँछ हो। सो गाइस हामीले यहाँ 5 रुपियाँ हाल्यौँ। अनि यहाँ पानी आउँछ कि आउँदैन भनेर हेर्दैछौँ। आयो
रोमिसा भगरको बोतल सो गाइस त्यो 5 रुपियाँ चाहिँ हाम्रो गयो, हाम्रो फिल भयो अनि म फेरि 5 रुपियाँ हालेर बोतल भन्नुपर्ने रहेछ। हामीलाई चाहिँ के लाग्यो भने एउटा बोतल नै आउँछ भनेर अनि पानी गयो रोमिसाको सुवा आगो ल्याउ रे 1 लिटर ठ्याक्क हुँदो रहेछ। त्यो चाहिँ आफै बोक्नु ल। मिठो 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 भित्र जानको लागि चाहिँ लाइन बसेको छौँ अनि डिफ्रेन्ट सेक्सनको चाहिँ डिफ्रेन्ट लाइन छ अनि भित्र अब टिकट काटिदिनुहुन्छ अनि हामी जानेवाला छौँ। फाइनली हामी इन्टर गऱ्यौँ अनि एकदमै रमाइलो भयो। हामीले ग्रुप फोटो पनि खिच्यौँ बाहिर। हामी यस्तो घाम भइरहेको कि यति बेलासम्म हामी चाहिँ भोकै छौँ अनि यहाँ चाहिँ हामी इच्छाको चर्चा हेरिरहेको छौँ। साथी संगी कहाँ छुट्यो मैस जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ ती दिन गए यी दिन आए मै खाने गालामा गाडी पलाए नाथे घुमे। सो गाइज म चाहिँ गोदावरी धेरै टाइम आएको भएर मैले योचोटि चाहिँ धेरै देखाइनँ, यतिकै फ्रेन्ड्सहरूसँगको राम्रो टाइम्स मात्र सेयर गरेँ। अनि मेरो चाहिँ एउटा विसेदनको एउटा साथीको साथी ऊ चाहिँ टेक्सास टपर हो अनि उसलाई हाई भनेर देखाउन चाहन्छु। गाइज हामी चाहिँ यहाँ हर्बेनियमको खोजीमा यहाँ नजिकै आयौँ अनि यो माछाहरू हेरिरहेको छौँ अनि यो चाहिँ एउटा मन्दिर रहेछ। धेरै माछाहरू त हामी चाहिँ त्यो के पात पतिङ्गरहरू टिपेर अनि देखाइदेऊ न कसरी चाहिँ यति धेरै टिपेर आइसक्यौँ अनि फेरि हामी अब बिछुडिनेवाला छौँ। बाई कसिस गाइज हामी फाइनली अब फर्किन लागेको अनि खाइरहेछ। अब तेरो र मेरो बिछोड हुनेवाला छ। बाई चाहिँ हाम्रो क्लासको सिङ्गरहरू एकदमै गीत गाइरहनु भएको छ। अप्सरा सिङ्गर एन्ड अदर सिङ्गर मुना सिङ्गर एकदमै डिप फिल्डमा गएर गाइरहेको छ। अहिले चाहिँ हामी अब कलेजतिर जाँदैछौँ अनि यो चाहिँ हो बाटोको भ्यू। म चाहिँ एनर्जी सकेर डान्स पनि गर्न सकेको छैन, उनीहरू चाहिँ नाच्दैछन् अहिले पनि। हामीले मानवता भुलेको छैनौँ अनि मेरो दुईजना अशक्त साथीहरूलाई चाहिँ हामीले अशक्त सिटमा बस्न दिएको छौँ। ओइ मेरो अशक्त साथीहरू आशिका अशक्तहरू यहाँ बसिरहेको छ। के भएको छ तिमीहरूलाई? यिनीहरू लाटो हो, बोल्न सक्दैनन्, आवाज नै छैन। फाइनल्ली हामी कलेज ग्राउन्डमा झऱ्यौँ अनि अहिले चाहिँ सो फाइनली आइएम ब्याक टु माई होस्टेल अनि आजको दिन चाहिँ एकदमै धेरै रमाइलो भयो अनि मैले त्यति धेरै चाहिँ मुमेन्ट्सहरू क्याप्चर गरिनँ, त्यो नेचरहरू चाहिँ त्यति देखाएन किनकि मैले अलरेडी 2टा गोदावरीको भ्लग हालेको छ नि त अनि त्यसमा पनि गएर हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ स्पेसल साथीहरूसँगको मुमेन्ट्सहरू मात्र क्याप्चर गरेँ अनि धेरै हामीले टिकटक फोटो बनाउन फोकस गऱ्यौँ अनि सो या यति नै हो। थ्याङ्क्स फर वाचिङ टिल देन अनि अर्को भ्लग चाहिँ अब चाँडै नै आउनेवाला छ, कहिले आउँछ चाहिँ थाहा छैन। टिल देन बाई।